नेपाली कक्षा 8 मूल पाठ 13 प्यारो प्रकृति। कवि प्रहलाद पोखरेल। छन्द शार्दूल विक्रीडित। प्रातःकाल हिमाल हाँस्छ जसरी अस्तित्व फैलाउँदै, सारा चेतनशील जीवन जगत बिउझन्छ जागा हुँदै। यो जागा पन साथ सिर्जनमुखी फैलाउँदै चेतना, हामी गर्न सकौँ न जीवनमुखी साहित्यको सिर्जना। जे जस्तो छ कला खुला प्रकृतिको आधार हो सृष्टिको, खाँचो पर्दछ किन्तु सन्तुलनमा हाम्रो नयाँ सृष्टिको। जस्तो जो परिदृश्य होस् प्रकृतिको, यो पारदर्शी बनी सम्झाएर सिकाउला गुरु बनी आदर्शको जीवनी। अग्लो बोट बनेर बढ्छ बिरुवा, पर्याप्त पानी परे हल्ला उद्यमशीलता समयमै राम्रो लगानी गरे। सग्लो स्वस्थ बनाउने सुरकसी पानी लगानी गरी, चम्काऊ लटरम्म फूल फलले अस्तित्वको माधुरी। पानी पार्छ मडारिएर नभमा कालो घना बादल, पाई शीतलता चराचर जगत बन्छन् निकै निर्मल। यस्तो निर्मल भाव धारण गरे धानिन्छ यो जीवन, न्यानो निर्मलता र शीतलपना बर्सोस् न आजीवन। न्यानो निर्मलता र शीतलपना बर्सोस् न आजीवन। प्राणी लिन्छ हरा भरा प्रकृतिको आनन्द आस्वादन, मान्छे गर्छ खुलेर कर्मठ बनी आह्लादको दोहन। त्यो आह्लाद समेटी प्रकृतिमा जो बन्छ आनन्दित, काव्यानन्द समान जीवन सुधा पाई बन्यो बन्दित। राम्रो सोच्छ हरा भरा प्रकृतिको आत्मीयता पाउँदा, आत्मैदेखि रमाउँदो छ दुनिया आनन्द भेट्टाउँदा। आत्मैदेखि रमाउँदो छ दुनिया आनन्द भेट्टाउँदा। यो आनन्द सदा बहार फिजियोस् प्राणी जगतमा सदा, ऊर्जायुक्त सशक्त निर्भय बनोस् यो जिन्दगी सर्वदा। ऊर्जायुक्त सशक्त निर्भय बनोस् यो जिन्दगी सर्वदा। यो जिन्दगी सर्वदा।